भाइ गुड मर्निङ के साथीभाइ हो। म चाहिँ एउटा दबाई बनाउँदैछु। जडीबुटी चाहियो भने चाहिँ गाउँमै पाइन्छ हो, तर चिन्नु चाहिँ पर्यो। यो चाहिँ मैले दबाई बनाउँदैछु। यो चाहिँ अब पुरा दबाई बनाएर चाहिँ बिमारीलाई खुवाउनुपर्छ। यो जङ्गलमै पाइन्छ। म तपाईँलाई सेकेन्ड भिडियोमा देखाउने छु। यसले धेरै काम गर्छ, भित्र अल्सरहरूको काम गर्छ। त्यहाँदेखि लिएर धेरै दबाईमा यो लाग्छ। चिन्नेलाई दबाई धेरै छन्, नचिन्नेलाई केही पनि छैन। कतिजनाहरू बिमार भयो भने त घरमा बसिबस्छन्, त्यो कारणले बिमारले चाप्छ। त्यो कारणले दबाई बरु चिनिराख्नुपर्छ, खानुपर्छ बनाएर। यसरी सुप बनाएर चाहिँ टक्कै अलिकति माम खाएर त्यहाँदेखि हल्का सेवन गर्नुपर्छ। तपाईँलाई म सेकेन्ड भिडियोमा देखाउने छु, यसको बोटहरू देखाउने छु। अहिले यो दबाई बनाउँदैछु मैले, यसको झोल निकाल्दैछु। यो चाहिँ खानुपर्छ। चियाको बदली चाहिँ यो खानु पऱ्यो बिहान बिहान। म बिमार छु भन्दा यत्तिकै चाहिँ बस्नु भएन। अहिले बाजे बोजूले सिकाइराखेको दबाईहरू हामीले अलिअलि थाहा छ, त्यही भएर दबाई बनाउँदैछ हामी। हेर्नुहोस् है, यस्तो खालको छ। यो माडेर यस्तो बनाएको छु मैले। यसको चाहिँ सुप खानुपर्छ। हामीले त्यसै जानेको होइन, अब उहिले बाजे बोजूले सिकाइराखेको दबाईहरू हो। हुन्छ, सेकेन्ड भिडियोमा तपाईँलाई देखाउनेछु। मन पऱ्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्। तपाईँलाई दबाई चाहियो भने म सिकाउँदै जान्छु, फलो गर्नुहोस्। हुन्छ साथीभाइ, बाई बाई।